सो बाख्रा ल्याएर घर आइसकेको छु अनि पानी पर्न आँटिसक्यो अघि घाम लाग्ला जस्तो बाटो फेरि पानी पर्न आँटिसक्यो अघि बाख्राहरू पछि म मम्मी आज आउनु पाएन अरे भन्न सुनेको थिएँ घरबाट। हे गाइज वेलकम ब्याक टु माई न्यू भ्लग। तपाईँहरूलाई स्वागत छ मेरो नयाँ भ्लगमा। आई होप सबै सन्चै हुनुहुन्छ होला, म नि सन्चै छु। र आजको भ्लग चाहिँ स्टार्ट गर्नु गइरहेको छु होइन। मौसम चाहिँ एकदमै खराब भइरह, पानी पर्ला जस्तो भइरह, पुरै बादल लाह होइन। एक दिन पानी पर्छ, एक दिन घाम लाग्छ, त्यही छ मौसमको हालत। सो घरमा चाहिँ कोही थिएन, त्यही भएर चाहिँ सबै कामबाट आफूले गर्नु परिरह। अनि अहिले चाहिँ म अब बाख्रा लिएर माथि वनमा जान्छु। सो त्यही छ। मम्मीहरू चाहिँ धान लिन जानुभयो, आउनु भएको छैन। अनि घरमा चाहिँ एक्लै भए बोर लागिरह होइन, कोही पनि छैनन्। साथीहरू त्यो साथीहरू पनि गाउँमा कोही पनि छैनन्, अब खाली छ गाउँ। त्यही हो। अहिले चाहिँ अब म चाहिँ हल्का पछाडि बाख्रा लिएर वन जान्छु। सो अनि पुरै के यस्तो जाडो लागिरहन, टर्नेडो पनि खतरा के मौसमै चेन्ज गरिदिएर। आज यतातिर त पानी परे छैन यार, पूर्वतिर त पुरै पानी परिरह। न्युज हेरिरहेको थिएँ मैले, धेरै पानी परिरह, पानी फाटेको छैन। हाम्रो आज त कर्णालीतिर त पानी परेको छैन, धेरै भनेर पनि पानी परिरहेको छैन। यो पुरै डम्म बादल मात्र लाख, यस्तो पुरै बादलहरू मात्र लाख क्या, पानी सानी चाहिँ केही परेको छैन, बाक्लो बादलहरू लाख। सो अनि अब चाहिँ म चाहिँ बाख्रा लिएर वनतिर जानुपर्ने हुन्छ। सो बाख्रा लिएर म चाहिँ वनतिर गइसकेको होइन। अब चाहिँ गुवाला जानुपर्छ। घरमा एक्लै भएको बेफाइदा, के गर्नु, काम केही छैन। घर बस्यो, खाना पकायो, खायो, गल्तिर गयो होइन। यसले चाहिँ वनमा माथि वन हानिदिने, पछि लाग्नु पर्दैन, वन हानिदिने, तल बस्ने, केही छैन। यस्तै छ। आकाशले चाहिँ गर्नु गइरहेको क्या। हुन त अब छर्ने बेला नि भएको, टक्क छर्छन् अब, त्यही भएर पनि राम्रै भएको पानी परेर पनि। तर जाडो पनि लागिरहेको क्या, डह्रो। अहिले जाडो लाग्यो भने फेरि तल उडी लाउन आउनुपर्छ, गाह्रो पर्छ त। वन पनि पुग्न लागिसक्यो होइन। यता माथिको वन हो, तर यता हान्दैन, उता हान्छ हामीहरू अगाडितिर। अनि ओ त्यो अम्रेको बोट छ नि, त्यहाँदेखि चाहिँ माथितिर हान्छौँ, त्यही हो। आज चाहिँ एक्लै छ आफ्नो बाख्रा, केही छैन, यहाँनिरदेखि उकालिदिनु पर्ला, त्यहीँनिरै बसिराख्नु पर्ला। थाक्यो यार, तलदेखि आउँदा हालत नै खराब भइसक्यो, के गर्नु। अब घर बसिरहेपछि गाली खाइन्छ, घर कोही नगएको बेला त यति काम त गर्नु पर्यो होइन, नत्र भने त गाली खाइन्छ नि हौ। बाख्रा ठन्डर पनि आइसक्यो होइन। यही भिडदेखि माथि उखालिदिने हो, जान्छन् आफै। ल टक्क यहाँदेखि जान्छन् क्या। भ्यू हेर्नु न, भ्यू चेक गर्नु, ब्याकग्राउन्ड यताको न यताको, घाम नलागेर पनि दामी देखिरहेको क्या। टक्क यहाँबाट देखिँदैन होला, त्यहाँ परबाट देखिन्छ होला, यस्तो छ टक्क। फेरि बाख्रा हरायो आज पनि, कहाँ गयो अन्त त्यो माथितिर होला भएपछि। घाम लाग्यो यार आज, फाट्दैन कि भने त्यहाँ टक्क लाएर घाम लाग्छ। ए कराउती खाने मान्छेहरू, बादल कति बाक्लो त्यो, फाट्यो, घाम लाग्यो, हरायो बाख्रा। अझै नि बाख्रा खोज्न अब आफ्नो बाख्रा छैन नि, गइजान्छु न कमाथि रोडमा।
कहीँ कहाँ मात्र छन् यार आफ्ना बाख्रा कता हुन् कता गइका बाख्रै छैनन् मैले यत्रो खोजेले तिमीहरूको त यहीँ छन् माथि रोडमा जान्छु म अब यिनै उनीहरूकै हुन् क्या छँदै छैन यार मर्ला खरा बिजिकिन वनमा हिँड्न नि गाह्रो छ सर यही बस तेरा बाख्रा त यहीँ छन् बाटो हराउने बाटो गल्ली मलाई थाहै भएन भन्दा नि यस्तो छ बाटोको हालत ओइमा बिज्यो यार मर्ला है बिस्तारै आइज कोतर्याउँला झारबारी कोतर्यो यार जा उता छ त्यहाँ त छिटो हराउने बाटो यतै आउँछ त तल हान है त्यसलाई ओइ त्यसलाई तल हान्नु सो बाख्रा ल्याएर घर आइसकेको छु अनि पानी पर्न आँटिसक्यो यार अघि घाम लाग्ला जस्तो बाटो फेरि पानी पर्न आँटिसक्यो अघि अघि बाख्राहरू पछि पछि मम्मी अझै पनि आउनु पाएन भन्न सुनेको थिएँ घरको फाइनली घर पनि पुगिसकेको छु बाख्राहरू पनि बाँधिसक्यो अझै पनि घर कोही पनि आएर छन् तल्ला पुरै होइन घर कोही पनि आएन नि यार एक्लै के गर्नु पुरै जाँदाखेरि होइन सो भिडियो चाहिँ अब एन्ड गर्नुपर्ने हुन्छ होइन यस्तो भिडियोहरू आउँदै गर्छ नि हेर्दै गर्नु होला सबैले माया दिँदै गर्नु होला सपोर्ट दिँदै गर्नु होला होइन सो अब भेटौँला नेक्स्ट ब्लगमा अहिले चाहिँ सबैले माया गर्दै जानु होला है अब ठुलो क्रिएटरहरू सानोलाई पनि माया दिँदै गर्नुपर्छ क्या अनि त्यो पनि ठुलो हुन्छ नि त पछि त्यही होला अहिलेलाई चाहिँ यति नै अब भेटौँला नेक्स्ट ब्लगमा बाई बाई टाटा सी यू